सबैजनालाई जय मसीह। यो भिडियो चाहिँ हो जेठ 15 गतेको। हामी चाहिँ एउटा सोसल वर्क गर्न जाँदैछौँ अनि यो योजना चाहिँ केराबारी क्रिस्चियन बाल शिक्षा सङ्गति र नेपाल क्रिस्चियन बाल शिक्षा सङ्गति र केराबारी युवा इसाई समाज इत्यादि संस्थाहरू मिलेर गरेका थियौँ। यसमा चाहिँ साना साना बाल सङ्गतिका नानीहरू लगायत जवानहरू अनि कतिपय स्थानीय व्यक्तित्वहरू पनि समावेश हुनुहुन्थ्यो। हाम्रो अभियान चाहिँ थियो केराबारी सहरलाई सफा र सुन्दर बनाउनु। त्यसैले केराबारी गाउँपालिकाले हाम्रो सहजताको निम्ति फोहोर उठाउने ट्र्याक्टर अनि नगर प्रहरी पनि खटाइदिनु भएको थियो। परमेश्वरको वचनले भन्छ, काम बिनाको विश्वास र विश्वास बिनाको काम चाहिँ मरेतुल्य हो भनेर। अनि हामीले हाम्रो विश्वासलाई चाहिँ काममा प्रकट गर्नुपर्छ। अनि येशू ख्रीष्ट आफैले भन्नुहुन्छ, तिमीहरू संसारका ज्योति हौ, तिमीहरू संसारका नुन हौ भनेर। अनि यदि हामी ज्योति हौँ भने र नुन हौँ भने हामीले नुनको स्वाद दिनुपर्छ अनि हामीले अन्ध्यारोमा बसेकोलाई उज्यालो दिनुपर्छ। यसरी सरसफाइ कार्यक्रम गरिसकेर हामी यहाँबाट छुट्यौँ। अनि जेठ 15 गते चाहिँ मेरो बुवाको जन्मदिन पनि हो। मेरो बुवा चाहिँ 66 वर्ष पुग्नुभयो र आज पनि उहाँ प्रभुकै सेवामा हुनुहुन्छ। एकदमै लगनशील, इमान्दार। उहाँ चाहिँ एउटा अभिषिक्त जन हुनुहुन्छ। अनि फ्यामिली मिलेर हामी सबैजनाले उहाँको जन्मदिन मनायौँ अनि उहाँको निम्ति प्रार्थना गरिदियौँ ताकि परमेश्वरले उहाँलाई धेरै आशिष र लामो आइदिनुहोस् भनेर।